जति बेला म हाई स्कुलमा पढ्दै थिएँ त्यति बेला मेरो अलि बढी चाहिँ मतलब रुचि भनेको पाइलट बन्ने नै थियो। म हाई स्कुल गरेपछि आइएससी पढ्दा साइन्स पढ्दा पाइलट बन्ने उद्देश्यद्वारा म पढ्न सुरु गरेको थिएँ। तर पढ्दै जाँदा मैले पढाइमा त्यति राम्रो गर्न सकिनँ जति मैले चाहन्थेँ। थुप्रै परिस्थिति छन्, त्यतापट्टि सायद जान जरुरी छ जस्तो लाग्दैन मलाई। त्यसपछि मेरो चाहना थोरै बदलियो र म चाहिँ अब सेनामा भर्ती हुने र सेकेन्ड लेफ्टिनेन्ट हुने र त्यही क्रममा मैले त्यति बेला एनसीसी को तालिम चाहिँ सर्टिफिकेट लेभलमा मात्रै आइएससी पढ्नेहरूलाई मात्रै अथवा त्यो लेभलको विद्यार्थीलाई मात्रै दिने गरिन्थ्यो। मैले सेकेन्ड लेफ्टिनेन्टकै टार्गेट बनाएर चाहिँ एनसीसी तालिम पनि लिएको थिएँ। तर पछि गर्दै जाँदा स्थिति अर्को ठाउँमा पुग्यो। समय त निकै बदलिसक्यो त्यहाँदेखि। मान्छे जे चाहन्छ त्यो भइहाल्छ भन्ने कुरा हुँदो रहेनछ। समय र परिस्थिति धेरै बलवान हुन्छ, त्यसले मान्छेलाई बनाउँछ, मान्छेले समय परिस्थितिलाई कमै बनाउँछ। कास्कीदेखि बसाइ सरेर यता चितवनमा पनि आउनुभयो। बिचका निजी जिन्दगीका निकै उतार चढावहरू छन्, हामीले पढेर पनि महसुस गर्न सक्छौँ अथवा यहाँको राजनीतिक त्यो यात्रामा पनि महसुस गर्न सकिन्छ। आखिरमा पुष्पकमल दाहाल प्रचण्ड आफ्नै लागि चाहिँ को हो जस्तो लाग्छ? अब यो समयकाल अनुसार फेरिँदै गएको छ जस्तो लाग्छ मलाई। तपाईँले जस्तो प्रश्न सोध्नुभयो, कास्कीको एउटा गाउँमा जन्मेर 7-8 वर्षको उमेरसम्म पुग्दाखेरिको चाहिँ मेरो स्थिति एउटा थियो। त्यहाँबाट बसाइ सरेर चितवन गइसकेपछि 8 वर्षको उमेरमा चितवन गएँ। चितवनमा गएर हाई स्कुल पढ्दासम्मको स्थिति एउटा थियो। अनि म काठमाडौँ पढ्न आएँ, त्यसपछिको स्थिति एउटा रह्यो। त्यसपछि पढाइ कम्प्लिट गरेर म चाहिँ जागिरमा पनि लागेँ केही समय, त्यसपछिको एउटा स्थिति रह्यो र त्यसपछि सम्पूर्ण रूपले राजनीतिमा होमिसकेपछि चाहिँ त्यसपछि निरन्तरता छ भन्ने मलाई लाग्छ। राजनीतिक जीवन र जीवन बीच फरक छ? त्यति धेरै फरक छैन। सुरुको चरणमा निश्चित रूपमा फरक हुन्छ राजनीतिक जीवन र सामान्य जीवनमा। तर जब सम्पूर्ण रूपले मान्छे चाहिँ राजनीतिमा चाहिँ समर्पित भइसक्छ त्यसपछि व्यक्तिगत जीवन सिद्धिँदै जान्छ, राजनीतिक जीवन, सामाजिक जीवन संस्थागत हुँदै जान्छ। त्यस अर्थमा मैले पछिल्लो चरणमा भन्नु पर्दाखेरि दुईटा जीवन देखेकै छैन, एउटै जीवन मात्रै छ, राजनीतिक जीवन। जुङ्गा कहिलेदेखि पाल्न सुरु गर्नुभयो? जुङ्गा मैले प्राय फालिनँ। जति बेलादेखि जुङ्गा आयो मैले पालि नै राखेँ र जुङ्गा मैले त्यति बेला फालेँ जब म चाहिँ जनयुद्धको सुरु गरेर भूमिगत हुनु पर्यो। रूप बदल्नको लागि चाहिँ मैले जुङ्गा फालेँ केही वर्ष। तर पछि फेरि मलाई, किनभने जुङ्गाप्रति मेरो आफ्नै खालको सोख रह्यो, एउटा रुचि रह्यो, त्यसले मैले चाहिँ जुङ्गा सकेसम्म फाल्ने म गर्दिनँ। बाल्य अवस्था कसरी बित्यो एकचोटि सम्झिनुहोस् न। बाल्य अवस्था मेरो कास्कीको जुन गाउँमा म जन्मेँ, हाम्रो स्थिति असाध्यै गरिबीको स्थिति हो। गरिब किसान परिवार थियो हाम्रो। र म बचपनदेखि नै 3-4 वर्षको भएपछि नै बाख्रा चराउने काम म अहिले पनि सम्झिराखेको छु। गाउँको त्यो जङ्गल, त्यो खोरियाहरू जहाँ म बाख्रा चराउन जान्थेँ। अनि सानो बिटो चाहिँ दाउराको अथवा त्यस्तो छेस्काहरूको बिटो लिएर आउनु पर्थ्यो बेलुका चाहिँ। आमाले मलाई भन्नुहुन्थ्यो चाहिँ दाउरा पनि बोकेर ल्याउनु। सानो बिटो टाउकामा चाहिँ बोकेर आउनु पर्थ्यो। 5-6 वर्ष भइसकेपछि म भैँसी चराउन जाने भएँ। बाख्राबाट अलिकति प्रगति भयो। अनि भैँसी चराएको नि म अहिले त्यतिकै ताजा छ मेरो दिमागमा चाहिँ त्यो पोखरीहरू, ती चौरहरू जहाँ म चराउँथेँ। अनि त्यसपछि हाम्रो गाउँमा चाहिँ जस्तो प्रभाव थियो, बिहान राति 4 बजे उठेर चाहिँ पढ्ने, पाटीमा सिलेट पाटीमा चाहिँ कखरा लेख्ने ढुङ्गामा, अनि त्यहीँ पढ्ने। अनि पढ्दाखेरि बिहानै उठेर नुहाउन जानु पर्थ्यो। मेरो मामाले नुहाउन लानुहुन्थ्यो, बडा जाडो हुन्थ्यो, त्यो नुहाउनै पर्थ्यो फेरि। त्यस क्रमबाट चाहिँ गुज्रियो 7-8 वर्षसम्म मेरो चाहिँ कास्कीमा। कास्कीबाट चितवन आउनुभयो? कास्कीबाट हामी चितवन आयौँ। 8-9 दिन हिँडेर पैदल। म चाहिँ 8 वर्षको उमेरमा म पुरै हिँडेर आएँ कास्कीबाट। प्रचण्ड र बन्दुक बीच को सम्बन्ध कस्तो हो? प्रचण्ड र बन्दुकको गहिरो सम्बन्ध छ। शब्दमा त्यो गहिराईको महसुस गर्न सकिन्छ? शब्दमा सबै अनुभूति उतार्न त धेरै गाह्रो पर्छ। तर 46 सालको जो जनआन्दोलन थियो, जो जनआन्दोलनको वरिपरि मैले प्रचण्ड जति बेला नामाकरण मैले आफैलाई गरेँ, मैले एउटा चाहिँ कोड नामको रूपमा। त्यति बेला चाहिँ मेरो युवा मनस्थिति र जनयुद्धको तयारी, सशस्त्र सङ्घर्ष नगरिकन समाजलाई परिवर्तन गर्न सकिँदैन भन्ने मान्यतासँग
प्रचण्ड नामको गहिरो सम्बन्ध छ। प्रचण्ड नामसँगै मैले हतियारहरूसँग खेल्ने, हतियार खेलाउने, हतियारबारे पढ्ने, हतियारको दर्शन अध्ययन गर्ने, संसारभरिका अनुभवहरूको अध्ययन गर्ने प्रचण्डसँग जोडिएकै छ। यहाँ आफैमा चाहिँ त्यो क्रान्तिको चेतना कुन उमेरमा आइपुग्यो? तपाईँ त्यो बिचमा त आइएससी पढ्दा अथवा त्यो बिचमा त इन्जिनियर बन्ने अथवा पाइलट बन्ने अथवा अन्य सपनाहरू साँच्दै हुनुहुन्थ्यो। आफैमा क्रान्तिको चेतना चाहिँ कुन उमेरमा आयो? यो कस्तो हुँदो रहेछ भने सुरुको चाहिँ चेतना भनेको अलिकति अनुभूतिजन्य चेतना हुन्छ, खालि सामान्य फिलिङको अर्थमा, महसुसको अर्थमा मात्रै त्यो हुँदो रहेछ। म हाई स्कुल पढ्दाखेरि नै मेरो गाउँमा, जुन हाई स्कुलमा म पढ्थेँ त्यो गाउँमा राजनीतिक एउटा चेतना, राजनीतिक चहलपहल निकै ठुलो थियो। त्यहाँ एउटा नहर छ शिवनगरमा, त्यो नहर क्यानल, त्यसको माथिपट्टि कङ्ग्रेसहरूको अलि बढी बाहुल्य रहेछ, त्यो नहरभन्दा तलपट्टि चाहिँ कम्युनिस्टहरूको बढी बाहुल्य रहेछ। म चाहिँ नहरभन्दा तलपट्टि परेँ। त्यसो गर्दाखेरि मैले जहिले पनि मैले धेरै बुझेर त लागेको भन्ने गरेको छैन। त्यो एउटा अनुभूतिको तहमा यदि मैले सोध्छु कहिलेकाहीँ म नहरमाथि जन्मिएको भए म काङ्ग्रेस हुन्थेँ कि एकछिनलाई, अथवा अर्को केही हुन्थेँ कि, अथवा अहिले नहरमाथि भएका चाहिँ विद्यार्थी त्यति बेलाका जो अहिले कङ्ग्रेसको नेताहरू छन् ती नहरमुनि जन्मेको भए के हुन्थ्यो होलान्, म विचार गर्छु। त्यसो गर्दा व्यक्ति त्यति ठुलो कुरा होइन, परिस्थिति, समाज, गाउँ माने भौतिक धरातल चाहिँ धेरै शक्तिशाली चिज हो भन्ने म ठान्छु। म त्यतापट्टि भएको हुनाले मैले 10 क्लासमा पढ्दाखेरि पहिलोचोटि सचित्र चिन भन्ने पत्रिकामा माओ त्से-तुङ भन्ने मान्छेको ठुलो फोटो मेरो एउटा टिचरले चाहिँ देखाउनु भयो मलाई। त्यो सम्झिराखेको छु अहिले पनि। तिमीले चिनेको छौ यो मान्छेको हो, यो धेरै ठुलो कम्युनिस्ट नेता हो। यो नेताले चाहिँ चिन भन्ने देशको चाहिँ यो राजा जस्तै हो, ठुलो मान्छे हो। उसले त्यहाँ धनी गरिब केही पनि रहन दिएन, सबैलाई बराबर बनाएर सब शान्ति छ, राम्रो छ भनेपछि मेरो भर्खरको युवा मानसिकता, 15 वर्षको मात्रै पुगेको थिएँ म त्यति बेला। मलाई लाग्यो चाहिँ यो हुनुपर्ने त यो हो, धनी गरिब नहुनु पर्ने, समानता हुनुपर्ने भन्ने भएर त्यहीँबाट मेरो राजनीतिक चेतनाको वास्तवमा ठोस सुरुवात भएको ठान्छु मैले चाहिँ। खासमा राजनीतिको अहिलेको केन्द्रबिन्दुमा पनि नहर माथि हुनुहुन्छ कि नहर तल? अहिले त म नहरमाथि पनि छैन, नहर मुनि पनि छैन। म त्यहाँ राजनीतिमा नहरै छैन अहिले। अब नहर छैन, किनभने त्यति बेलाको परिस्थिति, त्यति बेलाको चाहिँ जुन राजनीतिक परिस्थिति थियो त्यो परिस्थितिले नहरलाई सीमा बनाएको थियो। तर अहिले नहर भत्किसक्यो, अब नहर छैन, अब अर्कै चेतनामा चिज पुगिसक्यो। त्यो नहरको कथादेखि त्यहाँदेखि यहाँसम्म आइपुग्नु भयो। बिचमा जनयुद्ध सुरु हुँदा, जनयुद्ध सुरु भएको 22-25 दिनसम्म पनि यहाँ त काठमाडौँमै हुनुहुन्थ्यो भन्ने कुरा पनि आइराखेको थियो। हो, म 22 दिनसम्म काठमाडौँ नै थिएँ। जनयुद्धको जुन प्रारूप बन्यो र जनयुद्ध जसरी अगाडि बढ्यो, 10 वर्षको बिचमा यहाँले बिर्सिनै नसक्ने कुरा के हो? त्यस्तो त धेरै छन्। हेर्नुहोस्, अब यो 10 वर्षको जनयुद्धको बिचका घटनाहरूलाई चाहिँ एउटा दुईटा मात्रै ल्याएर चाहिँ संकेन्द्रित गरेर भन्न धेरै अप्ठ्यारो छ। अब त्यो कुन अर्थमा भन्ने, त्यो सकारात्मक अर्थको घटना या नकारात्मक अर्थको घटना, उत्साहको या निराशाको? व्यक्तिगत एकजना पुष्पकमल दाहालको 10 वर्ष भूमिगत जीवन। सबभन्दा पहिलो कुरा त चाहिँ जनयुद्धको पहल भइसकेपछि सुरुको चरणमा चाहिँ हामीले के परिकल्पना गर्थ्यौँ भने सम्भवतः हामीले जनयुद्ध सुरु गरेपछि असाध्य छिटो नै हामी मध्ये धेरै मान्छे मारिन्छौँ भनेर हामी सोच्थ्यौँ। किनकि हाम्रो शक्ति सन्तुलनको जो स्थिति हामी देख्थ्यौँ र हाम्रो साधन स्रोतको जो स्थिति देख्थ्यौँ यो धेरै जोखिमपूर्ण छ, चुनौतीपूर्ण छ भनेर हामी ठान्थ्यौँ र हामीले सुरु गरेका थियौँ। सुरु गरेको चाहिँ 2 वर्ष चाहिँ पुग्दा नपुग्दै चाहिँ यसको राजनीतिक प्रभावको दृष्टिकोणले त बढ्यो, तर फौजी प्रभाव हामीले बढाउन सकेनौँ। त्यति बेला किलो सेराटोको स्थिति म सम्झिन्छु त मैले अहिले भन्दाखेरि चाहिँ अलिकति चाहिँ तपाईँको चाहिँ उद्वेलित हामीलाई बनाएको र हामीले फौजी रूपले चाहिँ क्रस गर्न नसकिरहेको स्थिति, बडा जटिल र चुनौतीपूर्ण स्थिति बनिरहेको र दिनदिनै हाम्रो साथीहरू मारिने गरेको तर हामीले प्रतिरोध गर्न नसकेको क्षणहरू छन्। र त्यही क्षणमा के असाध्य महत्त्वपूर्ण चाहिँ हाम्रो चाहिँ क्याडरहरू जो रोल्पा रुकुममा हुनुहुन्थ्यो, जसको भरमा हामीले जनयुद्ध चाहिँ अगाडि बढाउन खोजेका थियौँ, ती क्याडरहरू मारिसकेपछिको स्थिति म अहिले पनि त्यत्तिकै सम्झिराख्छु। र त्यसपछि मैले सबै देशैभरिको साथीहरूलाई बोलाएर, मुख्यतः पश्चिमको साथीहरूलाई बोलाएर एउटा चाहिँ विशेष फोर्स बनाएँ मैले आफैले। त्यसलाई चाहिँ प्रतिरोध गर्नलाई मैले सम्झिने एउटा घटना त्यस खालको छ। केही घटनाहरू यस्ता छन् बाल बचेको छु म चाहिँ फिजिकल्ली चाहिँ कुरा भन्न, भौतिक रूपमा धेरै पटक त्यस्ता खालका घटनाहरू घटेका छन्।
देश बाहिर पनि देशभित्र पनि हजुर। अब धेरै पटक ती घटनाहरूबाट बच्दाखेरिको चाहिँ सम्झिँदा अहिले पनि त्यो रोमाञ्चकारी लाग्छ ती घटनाहरू चाहिँ। एउटा दिन तपाईँलाई भनौँ त्यस्तो ठोसै भन्नु पर्दाखेरि म 2 दिन अगाडि म 6 महिना एउटा घरमा बसेको थिएँ रोल्पामा एउटा गाउँमा। 2 दिन अगाडि मात्रै त्यो ठाउँ सरेको थिएँ म। त 2 दिन म सरेको पछि म जुन ठाउँमा गएर बसेका थिएँ त्यो ठाउँबाट त्यो घर देखिन्थ्यो, त्यो गाउँ देखिन्थ्यो र हेलिकप्टरले यस्तो बम्बार्डिङ गरेर त्यो घरलाई धुजा पार्यो। म सम्झिन्छु अहिले 2 दिन त्यहाँ बसेको भए के हुन्थ्यो होला त परिघटना। त्यहाँ मान्छे कोही पनि छैन भन्ने थाहा पाउँदा पनि त्यत्रो बम्बार्डिङ भयो भने मान्छे छन् भन्ने थाहा भए हुन्थ्यो के होला भन्ने लाग्छ मलाई। यस्ता रोमाञ्चक घटनाहरू धेरै छन्। यसरी जनयुद्ध 10 वर्षसम्म सशस्त्र जनयुद्ध भयो, त्यसपछि देशमा यहाँहरू शान्तिपूर्ण राजनीतिमा समाहित हुनुभयो। आखिरमा जनयुद्धको उपलब्धिलाई केलाउनु पर्दा कसरी भन्नुहुन्छ? जनयुद्धको उपलब्धि के हुन्? 7 साल वरिपरिबाट नेपाली जनताले जुन एउटा आन्दोलन सुरु गर्यो, आधुनिक नेपाल निर्माणको एउटा आन्दोलन भनौँ। राजनीतिक भाषामा त्यसलाई हामी सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलन भनेर भन्छौँ। लोकतान्त्रिक आन्दोलन जे भने पनि 10 वर्षको जनयुद्ध त्यो सबै आन्दोलनको चाहिँ एउटा असाध्य संकेन्द्रित अभिव्यक्ति थियो। त्यो चाहिँ सेन्ट्रलाइजेसन भएको थियो जनयुद्धमा र त्यो जनयुद्धले 7 साल वरिपरिबाट भन्नुहोस् अझ राणा विरोधी आन्दोलनबाट सुरु भएको चाहिँ आधुनिकताको आधुनिक राजनीतिको जो लहर छ त्यसलाई एउटा उत्कर्षमा पुर्याउने काम गर्यो जनयुद्धले। र अहिले नेपाल जे छ जनयुद्धकै कारण छ भन्दा मलाई त्यति अत्युक्ति हुन्छ जस्तो मलाई लाग्दैन। किनकि जनयुद्धकै कारण अहिले संविधान सभा एजेन्डामा छ। यद्यपि भन्ने कतिपय मानिसहरूले भन्ने गर्छन् संविधान सभा 7 साल वरिपरि पनि त उठेकै थियो, तर त्यो विस्मृतिमा गइसकेका थियो। त्यो 7 सालको कन्टिन्युएसन यो होइन, निरन्तरतामा होइन, जनयुद्धकै चाहिँ एउटा परिणाम हो। अहिले जे सङ्घीयता, संविधान सभा, गणतन्त्र, समावेशी राज्य, नयाँ नेपाल आदि इत्यादि सबै जनयुद्ध हो। प्रचण्ड नभएको भए जनयुद्ध हुन्थ्यो होला? मलाई हुन्थ्यो जस्तो लाग्छ। तर त्यही समय यही रूपमा यही किसिमले यति नै अवधिमा हुन्थ्यो या हुँदैन त्यो भन्न सकिँदैन, तर जनयुद्ध नेपालमा हुन्थ्यो, प्रतिरोध हुन्थ्यो, कुनै न कुनै रूपमा प्रतिरोध हुन्थ्यो। प्रतिरोधको प्रक्रिया अथवा समय चाहिँ ढिलो या चाँडो हुन सक्छ। किनकि इतिहासमा के हुन्छ भने 150 वर्ष छिटो ढिलो भन्ने कुरा, सही विचार र सही नेतृत्व प्राप्त गर्यो भने 50-60 वर्ष इतिहासलाई वर तान्न पनि सकिन्छ। सही विचार र नेतृत्व प्राप्त गर्ने एउटा राष्ट्र चाहिँ 150 वर्ष पछि धकेलिन पनि सक्छ। यो त इतिहासले चाहिँ पटक देखाएको हो। तैपनि अन्ततः फेरि इतिहासको आवश्यकता जे हो त्यो चाहिँ कोही न कोहीले पूर्ति गरिहाल्थ्यो। यहाँलाई के लाग्छ, आफू एकजना सफल क्रान्तिकारी नेता हुँ जस्तो लाग्छ या सफल हुन बाँकी? मैले अझै पूर्ण रूपमा सफल क्रान्तिकारी नेताको रूपमा मैले आफैलाई मूल्याङ्कन गरेको छैन। क्रान्ति अझै पनि प्रयोगमा छ, क्रान्ति अहिले पनि जारी छ। यो अन्तिम रूपमा यसको चाहिँ फैसला नहुँदासम्म व्यक्तिले चाहिँ आफूलाई एउटा सफल या असफल भन्न सक्छ जस्तो पनि लाग्दैन र त्यतातिर सोच्नु पर्छ या सोच्न हुन्छ भन्ने पनि मलाई लाग्दैन। यो राजनीतिक मोडमा उभिएर नेपाल भन्ने राष्ट्र, नेपाल राष्ट्रको विकसित अवस्था अथवा नयाँ नेपालको परिकल्पना कसरी गर्नुहुन्छ? यो बिन्दुमा उभिएर भन्नु पर्दाखेरि चाहिँ आजको चाहिँ ग्लोबलाइजेसनको जो जमाना छ त्योसँग चाहिँ तादात्म्य राख्न सक्ने एउटा आधुनिक राष्ट्रको रूपमा, एउटा विकसित राष्ट्रको रूपमा हामीसँग भएको साधन स्रोतलाई चाहिँ सदुपयोग गरेर असाध्य तीव्र गतिमा विकास भइरहेको एउटा राष्ट्रको रूपमा र अहिले चाहिँ हाम्रो राष्ट्रिय एकताको जो हिजोको आधार छ त्यो भत्किसकेको छ। नितान्त नयाँ आधारमा मजबुत राष्ट्रिय धरातलमा खडा भएको तीव्र गतिमा विकास भएको एउटा राष्ट्रको म परिकल्पना गर्छु। यदि त्यस्तो राष्ट्र बनाउन सकिएन भने मलाई लाग्छ बडा डरलाग्दो स्थितिमा यो देश जान्छ। किनकि आजको युगको आवश्यकता, आजको चाहिँ 21औं शताब्दीको भूमण्डलीकरणको आवश्यकता र हाम्रो साधन स्रोत, हाम्रो भूगोल, हाम्रो प्रकृतिले दिएको हामीलाई वरदान जुन छ र हाम्रो मेहनती जनता जुन छन्, यी सबैलाई मिलाएर एउटा राष्ट्र निर्माणको जो महान अर्को अभियान थाल्नुपर्छ भन्ने म ठान्छु। प्रचण्ड र देश बीचको सम्बन्ध कस्तो हो? धेरै गहिरो सम्बन्ध छ। यो देशलाई पुनर्निर्माण गर्नेसँग प्रचण्डको सम्बन्ध छ। देश त धेरै पहिलेदेखि छ, यो पछिसम्म पनि रहिरहेको छ, तर देशको पुनर्निर्माण गर्नेसँग प्रचण्डको सम्बन्ध गहिरो छ भन्ने मैले ठान्छु। राजनीतिक परिवर्तनका लागि धेरै गाह्रो भइराखेको छ नि देशमा अहिले त। सामान्यतः चाहिँ मतलब एउटा इतिहासले चाहिँ कोल्टे फेर्ने बेलामा यस्ता गाह्रो जहाँ पनि भएको देख्छु मैले चाहिँ। त्यो अमेरिकामा पनि कैयौँ वर्ष यस्तै अप्ठ्यारा स्थितिबाट गुज्रिया थियो। जापान पनि मैले बुझेअनुसार युरोपका सबै विकसित देशहरू पनि, चीन, रुस सबै पनि यस्तो अप्ठ्यारो स्थितिबाट गुज्रिनु पर्थ्यो। मानिसहरूले यो अप्ठ्यारो स्थितिबाट कहिले कहिले उकुस मुकुसको अनुभूति पनि गर्छन्। तर मैले के ठान्छु भने यही त हो
नयाँ राष्ट्र निर्माण गर्ने चाहिँ बेला अवधि अवसर यही त हो। चुनौती भनेको यही हो। यसैलाई सामना गरेर मात्रै एउटा महान राष्ट्र जन्माउन सकिन्छ भन्ने अर्थमा मैले यसलाई लिएको छु। मैले यसलाई चाहिँ नकारात्मक रूपमा भन्दा पनि सकारात्मक रूपमा लिनुपर्छ र अगाडि जानुपर्छ भन्ने ठान्छु। एउटा पुरानो घटना सम्झ्यौँ न, जति बेला यहाँहरूको टाउकाको मूल्य तोकिएको थियो, त्यहाँदेखि यहाँसम्म आउँदा टाउकाको मूल्य तोकिएको एकजना मान्छेसँग कतिको आत्मविश्वास थियो कि यो देशको यो क्रान्तिलाई सफलतासम्म पुर्याउन सकिन्छ भन्ने? जति बेला टाउकाको मूल्य तोकिँदै थियो, वास्तवमा भन्दा नि त्यति बेला जति भरपूर आत्मविश्वास र त्यसले चाहिँ झन् आफ्नो जिम्मेदारी बढेको महसुस हुन्थ्यो। यो राष्ट्रको निम्ति, यो देशको जनताको निम्ति र नयाँ इतिहास निर्माणको निम्ति टाउकाको मूल्यसँगै जिम्मेदारी बढेको महसुस हुन्थ्यो। त्यसबाट कुनै पनि प्रकारको आतङ्क या कुनै पनि प्रकारको तपाईँको चाहिँ उद्वेलन होइन, गर्व र जिम्मेदारी बोध मात्रै मैले महसुस गर्थेँ। त्यति बेला यहाँको पारिवारिक सम्बन्ध, सामाजिक सम्बन्ध, त्यो बिचमा पनि यहाँको टाउकाको मूल्य तोकिरहँदाखेरि परिवारमा अथवा आफन्तहरूमा, समाजमा कस्तो खालको प्रतिक्रिया आउँथ्यो अथवा त्यो प्रतिक्रिया लिनै भ्याउनुहुन्थेन? म जहाँनिर बस्थेँ त्यहाँ त्यतिकै त्यसले छुँदैन थियो। म जहाँ हुँदैन थिएँ त्यहाँको जनतालाई अथवा त्यहाँको मेरो नाता सम्बन्धका मान्छेहरूलाई निश्चित रूपमा अलि धेरै तरङ्गित पारेको मैले खबरहरू सुन्थेँ बेला बेलामा। तर म जहाँ जुन गाउँमा बस्थेँ, जुन इलाकाहरूमा बस्थेँ, जनताको जुन समूहभित्र बस्थेँ, त्यो टाउकाको मूल्यले त्यहाँ छुँदैन थियो। किनकि त्यहाँ हामी जोसँग लड्थ्यौँ उनीहरूको कुनै उपस्थिति हुँदैन थियो, धेरै धेरै परसम्म कतै पनि केही पनि हुँदैन थियो। त्यस कारण चाहिँ त्यो टाउकाको मूल्य रेडियोबाट सुन्दा एउटा व्यङ्ग जस्तो, एउटा हाँसो जस्तो, एउटा ठट्टा जस्तो मात्रै हुन्थ्यो। कसरी टाउको चाहिँ यो टाउको भेट्ने कसरी हो भन्ने खालको नै हामीलाई लाग्थ्यो र त्यसले कहीँ छुँदैन थियो हामीलाई। भनेपछि टाउकाको मूल्य तोकिएपछि हाँस उठ्यो यहाँलाई, व्यङ्ग्य गरे जस्तो, व्यङ्ग जस्तो मात्रै, ठट्टा जस्तो महसुस हुन्थ्यो। मलाई मात्रै होइन, म वरिपरि बस्नेहरूलाई पनि। नेपालको जुन संरचना, राजनीतिक संरचना 200-250देखि जसरी आइराखेको छ, त्यो संरचना यहाँसम्म आइपुग्दा हामीले पढेको इतिहास अथवा सुगौली सन्धिदेखिका कथा व्यथा हुन्, नेपालका पीडाहरू भए, नेपालको संरचना जसरी बन्यो, नेपालको बनेको संरचनाप्रति हामीले आक्रोश पोख्नुपर्ने ठाउँ छ या इतिहास नै गलत लेखियो भन्नुपर्छ? अब हेर्नुहोस्, यो अलि धेरै गम्भीर प्रश्न जस्तो लाग्छ। हाम्रो पार्टीले र मैले जसरी बुझिराखेको छु, इतिहासको विकास क्रममा यो एकीकृत जो राज्य बन्यो त्यसमा हामीले गर्वै गर्नुपर्छ भन्ने छ। हामीले चाहिँ त्यसलाई धिक्कार्नुपर्ने विषय हो भन्ने हामीलाई लाग्दैन। किनकि मान्छेले अहिलेको चेतनाबाट इतिहासलाई हेर्ने होइन, इतिहासलाई इतिहासकै चेतनाद्वारा हेर्ने कोसिस गर्नुपर्छ। त्यसलाई हामीहरू भन्छौँ ऐतिहासिक भौतिकवाद हुनुपर्छ भनेर हामी भन्छौँ। ऐतिहासिक भौतिकवादी ढङ्गले हेर्दा पृथ्वीनारायण शाहले राज्य विस्तार जति बेला गरे त्यो इतिहासको आवश्यकता भइसकेका थियो। टुक्रा टाक्री राज्यहरू बनेर राजा रजौटाको जो स्थिति थियो त्यसले नेपालको विकासमा बाधा पुर्याइराखेको थियो, जनताको चाहिँ आर्थिक जीवन, सांस्कृतिक जीवनमा बाधा पुर्याएको थियो। त्यहाँदेखि ती सबैलाई एकत्रित गर्न जरुरी थियो। त्यो पृथ्वीनारायण शाहले नगरेको भए अरू कसैले गर्नै पर्थ्यो। त्यो इतिहासको आवश्यकता भइसकेको थियो। त्यसकारण त्यसलाई धिक्कार्ने विषय होइन। यो कुरा निश्चित हो कि पृथ्वीनारायण शाह एउटा राजा थिए, राजा हुनुको नाताले उनको केही आकाङ्क्षाहरू थिए। एउटा चाहिँ ठुलो महाराज धिराज बन्ने, ठुलो सम्राट बन्ने आकाङ्क्षा थिए, त्यो अलग कुरा हो। उनले राज्य विस्तार गरे हो, त्यो अलग कुरा हो। तर इतिहासको आवश्यकता के थियो भने यो 2200-2400 राजा रजौटाहरूलाई चाहिँ मतलब त्यसलाई चाहिँ हटाएर त्यसको ठाउँमा एउटा बृहत चाहिँ राष्ट्र निर्माण चाहिँ गर्नु पर्थ्यो। त्यस अर्थमा त्यसमा हामीले चाहिँ धिक्कार्नुपर्ने, आक्रोश गर्नुपर्ने विषय हामी ठान्दैनौँ। तर अब जब कि हामी यहाँ आइपुगेका छौँ, हामी अब फेरि आजको युगअनुसार, आजको आवश्यकताअनुसारको राष्ट्र निर्माणमा फेरि हामी त्यसैलाई पछ्याएर जान हुँदैन भन्ने मान्यता पनि हामी राख्छौँ। त्यस कारण पुरानो नेपालको ठाउँमा नयाँ नेपाल भन्नुको हाम्रो तात्पर्य 21औं शताब्दीको आवश्यकता, 20औं शताब्दीको उत्तरार्धबाट विश्व जतापट्टि गइराखेको छ त्योसँग तादात्म्य गर्न फेरि जरुरी छ। त्यसको निम्ति पुरानो भत्काउनुपर्छ भन्ने पनि फेरि हामी मान्यता राख्छौँ। यो राजनीतिक माहौलका बीच हामी सम्झिन चाहन्छौँ यहाँकै विगत क्रान्तिकै बीचमा एकजना श्रीमान र श्रीमती बीचको सम्बन्ध कस्तो रहने, अनि त्यसपछि एकजना छोरा र एकजना बुवाको सम्बन्ध कस्तो रहने हामीले पत्रपत्रिकामा पढिरहन्थ्यौँ, देखाइरहन्थ्यौँ। कसरी सम्झिनुहुन्छ त्यो त्यस्तो माहौल? यो सबै विषय हेर्नुहोस्, यो त्यसलाई स्मरण गर्दाखेरि चाहिँ पुरै सङ्घर्षमय रूपमा नै म चाहिँ स्मरण गर्छु। हाम्रो संयुक्त परिवार जति बेला थियो, जति बेलासम्म मैले पढाइ सकेर, किनकि एउटा गरिब किसान
ले छोरो चाहिँ बडा दुःखले पढाउँदा ऋण खोजेर अनेक गरेर पढाउँदाखेरि छोरो पढिसकेपछि जागिर खान्छ, उसले चाहिँ पैसा कमाउँछ भन्ने उद्देश्यले नै गर्छ। मेरो बा आमा तपाईँहरूले चाहिँ सायद बुझिसक्नु भएको छ, असाध्य दुःख गर्ने गाउँको गरिब किसानभित्र पर्नुहुन्छ। चितवन गएपछि मात्रै हाम्रो स्थिति अलिकति सुध्रियो, त्यहाँ गएपछि नत्र चाहिँ पहाडमा चाहिँ धेरै चाहिँ स्थिति चाहिँ खराब थियो। तैपनि चितवनमा पनि हाम्रो त्यस्तो राम्रो स्थिति होइन सुरुको अवधिमा। र म पढाएर चाहिँ पढाइ सकिसकेपछि पैसा कमाउने आशा गरेको बा आमाको ठाउँमा म चाहिँ जागिर छोडेर चाहिँ पुरै रूपमा क्रान्तिकारी राजनीतिमा होमिसकेपछि त्यहाँ सहज भयो भनेर ठान्नै हुँदैन। नेपालको मलाई लाग्छ कसैको पनि परिवार सहज हुँदैन। ग्रेजुएसन गरिसकेको एमए पास गर्न लागेको छोरो अब धेरै कमाउला भनेको बेलामा सबै चिज छोडेर लुकेर हिँड्ने, फेरि भूमिगत त्यो पनि खुलै हिँड्ने भए पनि त्यही पनि हुन्थ्यो, लुकेर हिँड्छ। त्यसमाथि पनि म संयुक्त परिवार हुँदाखेरि नै प्रशासनबाट प्रहरीबाट पटक पटक घरमा जाने, तालाहरू तोड्ने, मेरा दराजहरू फोड्ने, मेरा नागरिकता मेरा सर्टिफिकेट सबै लैजाने। कयौँ पटक बालाई नै चाहिँ छोरो नल्याउने भने तिमीलाई नै लैजान्छु भनेर बाला पक्रेर गाडीमा हाल्ने, यी सबै घटनाक्रमहरूले चाहिँ ठुलो चाहिँ तपाईँको चाहिँ तरङ्ग परिवारभित्र जहिले पनि चलि नै राख्ने, ठुलो बहस चलि नै राख्ने। तैपनि फेरि मेरो एउटा स्थिति के थियो भने बा आमाको म असाध्यै प्यारो छोरा थिएँ, म चाहिँ असाध्यै मेहनती थिएँ। त्यसकारण मेरो नियतप्रति त मेरो बा आमालाई कहिल्यै शङ्का भएको मलाई लाग्दैन, तर छोरोको कारणले चाहिँ सबै दुःख पाउने भइयो भन्ने पीडा चाहिँ त्यहाँ हुन्थ्यो र त्यो पीडाको स्वाभाविक प्रतिबिम्ब म भित्र पनि पर्थ्यो। त्यसले मलाई पनि चाहिँ तरङ्गित पारिले राख्थ्यो। हो, मैले चाहिँ गोर्खामा पढाउँदै थिएँ कि 2 वर्ष जति मैले पढाएँ गोर्खामा। त्यति बेला 2 वर्ष पढाउँदाखेरिको स्थिति र त्यो जागिर छोडेर पूर्णकालीन एउटा चाहिँ राजनीतिक कार्यकर्ता बनिसकेको स्थितिमा ठुलो परिवर्तन रह्यो। त्यसपछि पटक पटक पुलिस प्रशासनले बा आमालाई चाहिँ सताउन थालेपछि मैले के सोचेँ भने अलग्गिनु नै ठिक छ, बरु जे भए पनि मेरैलाई मात्रै होस्, प्रशासनबाट हुने चाहिँ ज्यादतीहरू अथवा दमनहरू परिवारलाई नहोस्, बा आमा चाहिँ मलाई अनावश्यक चाहिँ टेन्सन तनाव नहोस् भनेर हामी अलग्गियौँ। अलग्गिसकेपछि पनि झन् बढी चाहिँ पीडा हुने भयो, किनभने गाउँमा चाहिँ त्यो त्यति बेलाको परिस्थितिमा थुप्रै खालका भौतिक कठिनाइसँग हामी जुझ्नु पर्थ्यो। फेरि मेरो चाहिँ म सानै उमेरमा मेरो बिहा भयो, सानो उमेरमा विवाह हुनुको नाताले छिटै मेरो बालबच्चा जन्मे। जति बेला म राजनीतिक रूपले सचेत भएको थिएँ त्यति बेलासम्म मेरो सबै जन्मिसकेका थिए छोराछोरीहरू। त्यसले मलाई फाइदा पनि भयो पछि त राजनीति गर्न, किन मलाई चाहिँ त्यो म जति बेला राजनीतिमा अलिक सक्रिय लाग्न थालेँ त्यति बेला मेरा बालबच्चाहरू हुर्किसकेका थिए। त्यहाँ अब त्यो टेन्सन मलाई त्यति धेरै भएन। तर फेरि चाहिँ सानै उमेरमा बच्चा हुनुको पीडा, फेरि त्यो पीडा पनि हुने भयो। र चाहिँ त्यही बेलामा फेरि चाहिँ घरबाट छुट्टिसकेपछि त्यसबाट हुने तनावहरू पनि त्यहाँ रहि नै राख्यो। त्यही कारण मैले छोटोमा के भन्न चाहेको मात्रै हो भने तपाईँको चाहिँ सङ्घर्षमय रह्यो। तर मैले एउटा चाहिँ चित्र के देख्छु, मैले फर्केर हेर्दा तपाईँले बडा चाहिँ यो चित्र चाहिँ उत्तेजित पार्दै हुनुहुन्छ, मलाई कुरा भन्नु त्यतापट्टि लैजाँदै हुनुहुन्छ। म बा आमासँग अलग भइसकेपछिको एउटा चाहिँ जीवन अनि गाउँमा बस्दाखेरि खेतीपाती गर्दाखेरि अलग, म भूमिगत मेरो चाहिँ परिवार ले खेतीपाती चाहिँ सम्हाल्नु पर्ने परिस्थितिको एउटा, अनि गाउँबाट म चाहिँ सहरमा आएँ। म अलि राजनीतिमा चाहिँ अलि बढी चाहिँ अगाडि बढिसकेपछि म सहरमा भनेको भरतपुरमा नारायणघाटमा आएर मैले घर बनाएर त्यहाँ बस्न थालेँ। त्यस बेलाको अनुभूति एउटा। अनि त्यहाँको पनि घर छोडेर काठमाडौँ आएर बस्न थालेपछिको यो सबै चरण छन्, त्यसका चरणबद्ध रूपले चाहिँ परिस्थिति फेरिँदै गएको छ। र काठमाडौँ आइसकेपछि मेरो व्यक्तिगत जीवन सिद्धिएको पाउँछु। म चाहिँ भरतपुरमा हुँदासम्म म कहीँ न कहीँ व्यक्तिगत जीवनको पनि एउटा पाटो थियो, पारिवारिक जीवनको अलग, राजनीतिभन्दा अलिकति अलग खालको चाहिँ पाटो थियो। र त्योसँगको सङ्घर्ष निरन्तर एउटा सङ्घर्ष चलि नै राख्यो भने काठमाडौँ आइसकेपछि राजनीति र चाहिँ परिवार, व्यक्तिगत जीवन र सामाजिक जीवनमा यस्तो फ्युजन भयो, सिद्धियो र अहिलेसम्म त्यही चलिराखेको छ भन्नुहोस्। त्यो भएको चाहिँ करिब करिब तपाईँको 46 सालमा। 46 साल पछि चाहिँ मेरो न पारिवारिक जीवन पनि राजनीतिमा जोडिएछ, राजनीति परिवारसँग जोडिएछ, त्यहाँ कहीँ भेदै छैन। यस्तो लाग्दैन साथीभाइसँग बिहे बटुलामा पनि निस्क्यौँ अनि त्यसपछि रमाइलो पनि गरौँ, औपचारिक अनौपचारिक सबै होस्, त्यस्तो लाग्दैन? अहिले औसत मान्छेको जस्तो जिन्दगी छैन जस्तो लाग्छ यहाँलाई? अब त्यसो त मलाई मेरो अहिलेको परिस्थितिमा त्यति सहज छैन। तर म चाहिँ फेरि तपाईँले भने जस्तो साथीभाइसँग जाउँ, घुम्न जाउँ, रमाइलो गरौँ, पिकनिक जाउँ, कुरा बुझ्नुभयो त, फिल्म हेर्न जाउँ भन्ने खाले मान्छे हो म। मान्छेहरूसँग चाहिँ कसैको बिहा भयो कहीँ भयो भने हामी त्यहाँ गइहालौँ, त्यहाँ छलफल गरौँ, गफ गरौँ भन्ने खालको मान्छे हो म। जनयुद्धकै बेलामा पनि तपाईँ रेकर्ड हेर्नुभयो मेरो भने
जतिसुकै अप्ठ्यारो बेलामा पनि म चाहिँ कोठाभित्र बस्न सक्ने खालको मान्छे होइन। म बाहिर निक्लिहाल्थेँ, जनतासँग चाहिँ घुम्न जानु पर्थ्यो मलाई। मैले बाहिर चाहिँ सहर बजारमा भएँ, म इन्डियातिर भएको बेलामा पनि भूमिगत स्थितिमा पनि म बाहिर निक्लिहाल्थेँ। मेरो चाहिँ र मेरो परिवारसँग प्राय सधैँ तनाव त्यसै विषयलाई लिएर हुन्थ्यो। मेरो परिवार चाहिँ बाहिर निक्लिने बित्तिकै पक्रिहाल्छ भन्ने चाहिँ अलि बढी सतर्कता अपनाउने, म चाहिँ कोठाभित्र थुनिएर बस्नै नसक्ने। त्यहाँ यस्तो खालको मेरो हुँदैन थियो। म होटलमा गएर चाहिँ मलाई मिठो लाग्ने कुरा खानुपर्ने, मान्छेहरूसँग चाहिँ घुलमिल भइहाल्नु पर्ने, बाहिर निक्लेर हेर्दै हिँड्नु पर्ने। मैले लेख्न पऱ्यो भने कोठाभित्र बसेर लेख्न मलाई गाह्रो पर्छ। यस्तो कोठा चाहिन्छ, चारैतिर देखिने कोठा चाहिन्छ मलाई। सबैतिर हेऱ्यो भने मात्रै मैले भन्न खोजेको कुरा मैले लेख्न सक्छु छोटोमा। म कोठाभित्र भयो भने मलाई गाह्रो पर्छ। मेरो स्वभावको दृष्टिकोणले जनतासँग घुलमिल हुने नै मेरो स्वभाव हो। तर अहिले मलाई बडा अप्ठ्यारो भन्नुहुन्छ भने जनयुद्धको बेलाभन्दा अहिले छ। बाहिर निक्लिनै मिल्दैन। एक्लै बाहिर निक्लेर गएर चाहिँ यहाँ थुप्रै होटल छन्, मैले आइएससी पढ्दा खाने गरेका होटलहरू। कोही ठाउँमा चाहिँ जेरी पुरी खाने गरेका, कोही ठाउँमा चाहिँ मोमो खाने गरेका, गएर खान पाइँदैन। कुरामा न त उता लिएर आएको कोठामा ल्याएको खानेकुरा त्यति मिठै लाग्दैन। फेरि जति मजा छ नि होटलमै गएर खाने अथवा बाटोमा हिँड्नेमा जति आनन्द छ त्यो अहिले गाडीमा लाइन लाएर हिँड्ने भन्दा कता कता चाहिँ म त अहिले पो बरु अड फिलिङ भन्नुहोस् न, बडा अप्ठ्यारो फिलिङ अहिले भइरहेको छ। एकचोटि बिहेलाई सम्झिनुहोस् न, यहाँको बिहे कसरी भयो, त्यो बिहेको वातावरण कसरी बन्यो? जबरजस्त गराइएको बिहे त थिएन होला? होइन, जबरजस्ती होइन। मैले बुझेर त बिहा भएन। हेर्नुहोस्, बिहा हुने बेलामा बडा मेरो बिहा चाहिँ हिसाब किताब गरेर भएन। मेरो आमाको कमान्ड बढी चल्थ्यो मेरो घरमा। मेरो आमा चाहिँ हरेक कुरामा चाहिँ अलि उहाँको कमान्डिङ हुन्थ्यो। बा चाहिँ धेरै सोझो, अहिले पनि हुनुहुन्छ, अहिले आमा त हुनुहुन्न। कमान्डिङ आमाको चल्थ्यो। आमाहरूको चाहिँ छोरो अलिकति 15-16 वर्षको भएपछि बिहा गरिहाल्ने हतारो चाहिँ त्यसमा पनि बाहुनहरूमा अलिक बढी नै हुन्छ त्यस्तो गाउँघरमा चाहिँ। अनि आमाकै जोडबलले चाहिँ छिटै बिहा गर्ने चाहिँ कुरा चल्थ्यो। मैले विवाहको चाहिँ समग्र विषय हिसाब गर्ने भन्दा पनि त्यो विवाहलाई एउटा रमाइलो चाहिँ जात्रा जस्तो चाहिँ ठान्थेँ मैले। त्यो रूपमा मैले विवाहको हिसाब, यसको पछि यसको इम्प्लिकेसन के पर्छ भन्नेतिर धेरै हिसाब नगर्दै एकचोटि विवाह गर्नै पर्छ, बा आमाको लागि गरिदिए जस्तो त्यति बेला मैले सोच्थेँ। अब आमाले कराइराख्नुहुन्छ, अब आमाको निम्ति बिहा गरिदिए जस्तो। अनि बिहा गर्दाखेरि चाहिँ अब त्यो बेला धेरै मान्छे आउँछन्, कसार बटार्छन्, सेलरोटी हाल्छन्, घोडा चढाएर जाने हुन्छ, यस्तो सोच्ने खालको थियो। म भर्खर 9 पास गरेर 10मा पढ्दै थिएँ मैले चाहिँ। हुन त 10मा पढ्दा अहिले त धेरै बुझ्छन्, त्यति बेलाको त्यस्तो लाग्दैन मलाई। त्यो रूपमा बिहा भयो। अनि डोली चढेर जानुभयो? डोली होइन, घोडै चढेर गयो जान त। डोलीमा होइन, घोडा चढेर गयो। घोडा चढेर कति टाढा? धेरै टाढा थिएन, 15-20 मिनटको बाटो थियो। त्यसपछि पहिलो सन्तान जन्मिँदाको अनुभव? हाम्रो चाहिँ पहिलो सन्तानमा मेरो जेठी छोरी ज्ञानु भन्ने हुन् है। त्यो चाहिँ तिहारको टिकाको दिन थियो। हाम्रो बा चाहिँ तास कहिले खेल्नुहुन्न, तर तिहारको दिन टिकाको दिन चाहिँ एकछिन खेल्नै पर्छ उहाँलाई। त्यो बडा विचित्रको चाहिँ हाम्रो बाको चाहिँ बानी थियो। हामी चाहिँ टिका लगाएर अनि बा र म चाहिँ तास खेल्दै थियौँ। त्यही बेलामा चाहिँ अनि माइत गई थिइन् मेरो श्रीमती, उहीँ बेथा लाचेर अनि चाहिँ 15-20 मिनटको बाटो चाहिँ उनी आइन् र चाहिँ बच्चा जन्मियो। त्यो अनुभूति तिहारको टिकाकै दिन भएको हुनाले त्यो एउटा विशेष त्यसै पनि अनुभूति हुने भयो। अवस्था र बाल्यकाल यी दुवै अवस्थामा त्यस्तो कुनै नराम्रो काम त गर्नु भएन? त्यस्तो नराम्रो काम जो आत्मीयताका हिसाबले साथीभाइ बिचमा कुनै भुल गरे जस्तो लाग्छ? मैले त्यस्तो ठुलो भुल गरेँ भने मलाई लाग्दैन बाल्यकालमा। मलाई मेरो फेरि के भने मेरो बडा कस्तो रह्यो भने म असाध्यै दुःख गर्थेँ। हेर्नुहोस्, गाउँमा नि बचपन मैले भने नि पहिला बाख्रा हेर्ने, भैँसी हेर्ने भने जस्तो, पछि आएर खेतमा काम गर्नेदेखि लिएर पढाइमा पनि म असाध्यै दुःख गर्थेँ एउटा। र म धेरै सोझो थिएँ। अहिले त मलाई त्यसो भन्दा पत्याउँदैन, मान्छेले प्रचण्ड सोझो मान्छे भएर पत्याउँदैन। तर चाहिँ मलाई चाहिँ गाउँमा सबैले देउताको गाई भन्थे मलाई, बुढापाकाले पनि। त्यहाँदेखि केही कुरो बिग्रियो, केटाकेटीहरू झगडा गरे, कहीँ कसैले चोर्यो, कहिले केही गर्यो भने मलाई सोध्नुपर्छ, उसलाई सोधेपछि साँचो कुरो के हो थाहा हुन्छ भनेर सबैले भन्थे। वरिपरि गाउँलेहरू सबैले मलाई त्यो रूपमा बुझ्थे र मैले त्यसमा गर्व गर्थेँ फेरि मैले। अनि म सानैमा पनि झगडा कसैको भयो भने मिलाउने चाहिँ म जानु पर्थ्यो। मेरो लेभलको भन्दा अलि माथिको, मेरो लेभलको चाहिँ हुन्छ नि युवाहरू, तिनीहरूको बिचको झगडा मिलाउने त म धेरै सिपालु नै थिएँ। त्योभन्दा मेरो लेभलभन्दा, मेरो उमेरभन्दा अलि माथिका उमेरकोहरूको झगडालाई पनि मैले गएपछि मिलाउन सक्छ भन्ने विश्वास पनि गाउँमा थियो।
र मिल्थ्यो पनि धेरै जसो। त्यही कारण म आफै झगडा गर्ने, आफै त्यसो चाहिँ माने समस्याहरू पैदा गर्ने कहिले पनि गरिनँ। र फेरि अनि हाई स्कुलमा पढ्दाखेरि म फेरि पढाइमा पनि मेरो राम्रै थियो, यता खेतीपाती अनि मैले काम गर्ने, पढाइ पनि राम्रो थियो। 10 क्लासमा पढ्दाखेरि म क्लासको फर्स्ट बोय पनि हो। फर्स्ट बोय हुनुको नाताले फेरि टिचरहरूले पनि माया गर्छ नि, जो राम्रो पढ्यो भनेपछि त्यो यो राम्रो भयो, त्यहाँ पनि राम्रो, गाउँमा पनि देउताको गाई भनेपछि देउताको गाई त बिग्रिन हुँदैन भन्ने हुन्छ नि। मान्छेलाई फेरि के हुन्छ भने सबैले चाहिँ हेप्दै लग्यो भने त्यो मान्छेलाई चाहिँ अर्कै खालको हुन्छ। यो राम्रो मान्छे हो भनेर धेरैले भनिदियो भने राम्रो हुनुपर्छ भन्दाखेरि त्यो राम्रो हुँदै जान्छ कि त्यो मान्छेको मनोविज्ञान। मैले नराम्रो गर्नेतिर मेरो कहिले पनि आएन। म फर्केर हेर्छु अहिले पनि मैले आफ्नो जीवनमा मैले चाहिँ व्यक्तिगत रूपले बेइमानी कहीँ गरेँ त, कसैप्रति मैले व्यक्तिगत रूपले चाहिँ मैले चाहिँ कसैलाई चाहिँ मैले क्षति पुर्याएँ त भनेर फर्केर हेर्दाखेरि म पाउँदिनँ। हेर्नुहोस्, तपाईँ अहिले जनयुद्ध सम्झिँदा तपाईँहरूलाई लाग्छ यो मान्छे अलिक क्रूर होला अथवा यो मान्छे त्यस्तो छैन होला भन्ने लाग्छ, तर तपाईँ रियलमा फर्केर हेर्नुभयो भने त्यस्तो छैन। र जनयुद्ध यथार्थमा फेरि देशै मिलाउनको लागि हो, फेरि देशमा झगडा छ, देश मिलाउनको लागि गरे जस्तो लाग्छ मलाई। भनेको बाल्यकालको स्वभावसँग अहिले पनि मेल छ। धेरै पटक रुनु भएछ है, चुनवाङको सांस्कृतिक कार्यक्रममा पनि तपाईँले हेर्नुभयो त्यो रुनु भएछ। म त्यसो त म धेरै रुन्छु। हेर्नुहोस्, त्यस्तै हाँस्ने पनि म धेरै नै हाँस्छु, रुने पनि धेरै रुन्छु। रुनुमा आनन्द छ, धेरै आनन्द छ नि। रुनुमा जति आनन्द त अरूमा कमै हुन्छ नि त। धेरै समस्याहरू, धेरै पीडाहरू रोइसकेपछि चाहिँ त्यो स्खलित हुन्छन् र धेरै आनन्दको अनुभूति हुन्छ। रुनुमा चाहिँ धेरै आनन्द छ वास्तवमा। अहिले पनि रुनुहुन्छ? अहिले पनि त्यस्तो चाहिँ घटनाक्रमहरू चाहिँ भयो, केही चाहिँ भावुक प्रकृतिको चाहिँ हिजोको स्मरण गर्दै जानु पऱ्यो भने मेरो आँखाबाट आँसु आउँछ। कहिलेकाहीँ आमालाई सम्झेर रुनुहुन्छ? आमालाई सम्झेर अहिले त अब धेरै वर्ष भइसक्यो होइन, त्यस कारण त्यस्तो चाहिँ त हुँदैन। चाहिँ जति बेला भर्खर बितेको बेलामा चाहिँ म पार्टीको लिडर नै थिएँ, त्यति बेला पनि म भावुक हुन्थेँ। सबैभन्दा प्रिय लाग्ने पात्र कोही छन् जीवनमा? एउटै मात्रै भन्ने त बडा अप्ठ्यारो छ। चाहिँ आफ्नो ठाउँमा धेरै प्रियहरू छन्, आफ्नो ठाउँमा धेरै प्रियहरू छन्। पारिवारिक दृष्टिकोणले परिवारका सदस्यहरू, पार्टीका दृष्टिकोणले पार्टीका लिडर क्याडरहरू, धेरै मिल्ने साथीहरू छन्, मिल्ने कमरेहरू छन् मेरो चाहिँ घनिष्ठ, धेरै आत्मीय त्यस खालको छन् होइन। बाहिर पनि चाहिँ फेरि चाहिँ व्यक्तित्वहरू चाहिँ थुप्रै खालका व्यक्तित्वहरू छन्, म सम्मान गर्छु, प्यार गर्छु। यस दृष्टिकोणले मैले एउटैलाई भन्ने ठाउँ मैले देखेँ। जीवनलाई सम्झेर ल्याउँदा त्यहाँदेखि जहाँ भैँसी चराउन, बाख्रा चराउन जानुहुन्थ्यो, त्यहाँदेखि आज जहाँसम्म आइपुग्नु भएको छ, सम्झिँदाखेरि के लाग्छ? जीवन सङ्घर्षै हो भन्ने लाग्छ, निरन्तर सङ्घर्ष हो र निरन्तर प्रगति हो, अग्रगति हो जीवन भन्ने लाग्छ मलाई। तर यहाँले पाए जस्तै अग्रगति, प्रगति अथवा यहाँको जीवनमा भए जस्तै घटना सबैको जीवनमा हुँदैनन् नि? सबैको जीवनमा हुँदैन, तर मैले चाहिँ अघि जस्तो भने नि, राम्रो काम गर्नुपर्छ भन्ने उद्देश्य, नराम्रो गर्नु हुँदैन भन्ने खालको चाहिँ विचार भयो भने मान्छेले प्रगति गर्छ, ढिलो छिटो मान्छेले प्रगति गर्छ। जीवनमा कहिले रगतसँग जुझ्नु परेको छ अथवा हत्या गर्नु भएको छ? मैले गरेको छैन। किन? मैले अहिलेसम्म एकजना मान्छे मारेको पनि छैन, प्रत्यक्ष मारेको सिधै बसेर हेर्न पनि पाएको छैन मैले चाहिँ। किन नगर्नु भएको त? त्यस्तो प्रसङ्गै बनेन चाहिँ, त्यस्तो प्रसङ्ग परेन। त्यसकारण बाख्राका पाठाहरू लगेर बलि चढाइन्थ्यो, त्यो अवस्थामा पशुको बलि पनि दिनु भएन? त्यसो त फेरि मैले चाहिँ यो बलि चाहिँ दिएको छु। मैले कति बेला दिएको छु भने म जति बेला आइएससी पढ्थेँ काठमाडौँमा, र होइन भाकल होइन, दसैँमा बिदामा घर जाँदाखेरि चाहिँ म आइएससी पढ्दाखेरि र बिएससी पढ्दाखेरि पनि हो, मैले गाउँमा चाहिँ फेरि बलि दिने चाहिँ माने त्यो के अरे मार हान्ने भन्ने हुन्थ्यो नि, त्यो मार हान्ने चाहिँ म गाउँभरि घुमेर नि मार हानेको छु एकचोटि। थुप्रै काट्नुभयो? त्यस्तो 1-2 वर्ष त्यस्तो गरेको छु मैले। त्यो रगतले यो युद्धसँग अलिकति केही जोडिएन? त्यति धेरै त छैन जस्तो लाग्छ, अलिअलि चाहिँ छ रहेछ, त्यस्तो छैन जस्तो, त्यति धेरै भयो जस्तो लाग्दैन मलाई। त्यसो त हाम्रो संस्कारमा नै छ एउटा त कुरा भने त, हिंसा चाहिँ हाम्रो यो संस्कारकै एउटा अङ्गको रूपमा पनि छ। त्यसरी जोड्नु खोज्नुहुन्छ भने त छुट्टै कुरा भयो, छुट्टै कुरा हो। तर म व्यक्तिगत रूपले फेरि म चाहिँ त्यस्तो आफूलाई पाउँदिनँ। म तपाईँ आध्यात्मिक या होइन, म भौतिकवादी हो, म भौतिकवादी हो। तर फेरि भौतिकवादी हो भन्दाखेरि चाहिँ म चाहिँ उयो ऋणमकृता के अरे किन ऋण लिएर भयो भने घिउ खाऊ भन्ने टाइपको होइन क्या। म चाहिँ अलिकति भावुक प्रकृतिको चाहिँ भौतिकवादी हो। भौतिकवाद पनि भाववादी भौतिकवाद पनि हुन्छ, कहीँ न कहीँ म भावुकता जोडिन्छ मेरो भौतिकवादमा। भनेको भौतिकवादभित्र पनि अलिकति भावुकता छ? त्यस खालको चाहिँ निश्चित रूपमा हो। जनयुद्ध
को बिचमा धेरैचोटि परिवार एकै ठाउँमा बसेर पनि रुनुभयो कि एक्लै एक्लै धेरैचोटि रुनुभयो? अब पहिलो कुरा चाहिँ मैले अघि भने नि 22 दिनसम्म त म जनयुद्ध सुरु गरेपछि काठमाडौँ भ्यालीमै थिएँ र म घुमेर रहेको थिएँ। त्यो 22 दिन म एकै ठाउँमा 2 रात बसिनँ। म त्यो 22 रात नै मेरा यहाँ 22 ठाउँमा बितेका छन् वास्तवमा। त्यस ढङ्गले घुमेर बित्यो। त्यहाँदेखि त्यो बेला परिवार चाहिँ फेरि यहीँ थिए, बच्चा बच्ची पढ्दै थिए। त्यहाँदेखि उनीहरूसँग त्यति बेला भेट पनि हुने कुरा पनि भएन, त्यो सम्भव पनि थिएन जसरी बसिराखेको थिएँ म। त्यसपछि 22 दिनपछि म यहाँबाट बाहिर निक्लेँ। बाहिर निक्लिसकेपछि चाहिँ तपाईँको हाम्रा बैठकहरू बढी गण्डकी अञ्चलतिर बढी हुन्थे। हामी गण्डकी अञ्चलतिरै बढी रह्यौँ केही महिना, 4-5 महिनासम्म चाहिँ गण्डकी अञ्चलतिरै हामी रह्यौँ। त्यति बेला पनि परिवारसँग खासै धेरै भेटघाट हुने स्थिति बन्दैन थियो। त्यसपछि चाहिँ जब हामी अब चाहिँ यो युद्धलाई अलिकति त्यसले चाहिँ अगाडि बढ्न थाल्यो र एउटा स्वरूप ग्रहण गर्न थाल्यो, त्यसपछि फेरि परिवारसँग नि भेटघाट भइ नै राख्यो। फेरि मेरो परिवारसँगको सम्बन्ध के भने जनयुद्धको तयारीको बेलामा राजनीतिमा जब मैले भने नि कि भरतपुर छोडेर, नारायणघाट छोडेर काठमाडौँ आइसकेपछि परिवार र राजनीति एकअर्कामा चाहिँ फ्युजन जस्तो भयो। त्यो परिवार राजनीति अलगै रहेन। परिवारको काम पनि सबैको, पढ्नेले पढि त राखेको छ, त्यहीँ यहीँ चाहिँ काठमाडौँमै पढ्थे मेरो बालबच्चाहरूले। मेरो श्रीमती चाहिँ फेरि पुरै पार्टीकै काममा, पार्टी हेडक्वार्टर सञ्चालन गर्न जे जति गर्न सक्ने उनले गरि नै राख्ने खालको भयो। त्यहाँ भिन्नतै रहेन। अनि त्यसपछि चाहिँ तपाईँको जनयुद्ध सुरु भएको 6 महिनापछि जब हामी अलिकति सेल्टर लिएर बस्न थाल्यौँ अनि बिचबिचमा भेट हुन थाल्यो। त्यसपछि जब चाहिँ फेरि यसले अझ अगाडि बढेर किलोसेरा 2 सकिसकेपछि चाहिँ अब हामीलाई चाहिँ के हुने भने परिवारसँग बस्दाखेरि मात्रै राम्रो कभर मिल्ने भयो। इन्डिया बस्दाखेरि, भित्र बस्दाखेरि पनि फेरि परिवारसँग चाहिँ हुँदाखेरि नै चाहिँ फेरि एउटा सहज वातावरण बनाउन सकिने स्थिति बन्यो। तर लामो समयसम्म परिवार कता कता जस्तो भन्छ नि बडा रहस्यमय तरिकाले एउटा क्रान्तिकारी पार्टी र क्रान्तिकारी लिडरहरू चाहिँ बडा विचित्र हुन्छन्। बाआमासँग नि भेट्दैनन्, श्रीमती छ नि भेट्दैनन्, त्यस्तो खालको हाम्रो रहेन। मैले फेरि मेरो आफ्नो चाहिँ बुझाइ र मेरो आफ्नो स्वभावको कारणले नि मैले सबै लिडरसिपको साथीहरूको पनि सकेसम्म मिलोस्, सबैको चाहिँ त्यस्तो खालको चाहिँ जोगी जस्तो बैरागी जस्तो नदेखियोस्, सहज राजनीति पनि चल्दै जाओस्, व्यक्तिगत पारिवारिक जीवन पनि चल्दै जाओस् भन्ने मान्यता राख्छु मैले। त्यसो गर्दाखेरि त्यस्तो तपाईँहरूले परिकल्पना गरे जस्तो अनौठो चाहिँ केही थिएन। हामीले सहज ढङ्गले नै चिजलाई लिएर गएका थियौँ। अहिले पनि हाम्रो त्यो सहजै छ। त्यति बेला पनि कपाल पाल्नुहुन्थ्यो? कपाल अहिले पालेको भन्ने कि फालेको भन्ने? यसलाई तपाईँले पालेको ठान्नुहुन्छ भने म पाल्थेँ। मैले कपाल मैले प्राय छोटो राख्दिनँ। मैले किन होला? मेरो त्यही रुचि जस्तै हुँदै गयो। मैले छोटो राखेको मन पर्दैन, मलाई चाहिँ मन परेन। मेरो कता कता मलाई नमिले जस्तो अड जस्तो लाग्छ। त्यसो गरेर मैले प्राय लामो कपाल पाल्छु। लामो कपाल अनि त्यसपछि जुङ्गा अनि सफाचट अनुहार अनि जेल हालेका कपाल बोकेर। जेल त हालेको छैन मैले। जेल नहाले पनि जेल होइन, तेल हो। तेल हाल्नु नै भए पनि एउटा सफाचट बनेर एकजना क्रान्तिकारी नेता पजेरोमा काठमाडौँको सडकमा गुडिरहँदाखेरि। पजेरो त होइन, पजेरो चढेकै छैन तपाईँ। त्यो कसले पजेरो भने? त्यो तपाईँले हेरौँ अहिले टाटा सफारी छ, मैले चढेको भनेको गाडी। पजेरो त म चढेकै छैन। टाटा सफारी चढेर टाटा काठमाडौँका सडकहरूमा घुमिरहँदा गाउँमा हिजो क्रान्तिकामा बलिदान गरेर अथवा उत्सर्ग गरेकाहरूले अर्कै महसुस गर्छन् कि गर्दैनन्? भने साथीहरूले पनि अलिकति अर्कै महसुस निश्चित रूपमा गरेका छन्। नेताहरू त काठमाडौँमा गाडी चढेर हिँड्ने भए हाम्रो स्थिति त उस्तै छ भएर अलिकति पीडा पनि व्यक्त गर्नुहुन्छ साथीहरूले। हामीलाई फेरि मलाई मात्रै होइन, हाम्रो लिडरसिपको चाहिँ धेरैलाई फेरि चाहिँ यो गाडी चढ्ने पीडाबाट कहिले मुक्त हुनेवाला भन्ने चाहिँ अर्को पीडा छ हामीलाई। यो गाडीमा कुनै आनन्दको अनुभूति नै आउला भएको छैन। बरु त्यही रोल्पा रुकुमका गाउँहरूमा बस्दाखेरि जति आनन्द अनुभूति जनताको बिचमा हुन्थ्यो त्यस्तो नभए जस्तो अड फिलिङ हामीलाई यहाँ भइराखेको छ वास्तवमा। या त यो क्रान्ति कम्प्लिटली सफल भइसकेपछि नितान्त नयाँ तरिकाले यो सङ्गठन यो समाजलाई रूपान्तरण गरेपछि गाडी चढ्ने कुराको चाहिँ आवश्यकता र अनुभूति अर्कै हुन्थ्यो होला। अहिले क्रान्ति मझधारमा जस्तो छ क्या, बिचमै छ, कम्प्लिट भइसकेकै छैन। यो स्थितिमा चाहिँ तपाईँको गाडी चढेको देख्दा हुनेलाई पीडा भन्दा गाडी चढेर हिँड्नेलाई भएको पीडा बढी गहिरो पो लाग्छ मलाई त। भन्नु साँच्चै यो छोडेर हिँड्न पाएँ भने त मैले बेला बेला साथीहरूसँग भन्छु यो के गर्ने, गाडी सब फालिदिउँ र हिँडौँ भने जस्तो पनि म कुरा गर्छु। तर फेरि अहिलेको परिस्थिति आवश्यकताले गर्दा त गाडी चढ्नु परेछ। युवा अवस्थामा सानैमा मित पनि लगाउनु होला? लगाएँ। कतिजनासँग? 2 जनासँग लगाएँ। सम्झिनु? 2 जना सम्झिन्छु। अहिले मितज्यूसँग भेट हुन्छ? एकजनासँग हुनसक्छ। अब एकजना कता हुनुहुन्छ मलाई अहिले थाहै छैन। आसामको हुनुहुन्छ एकजना, चाहिँ इन्डियाको आसाममा बस्ने नेपाली।
उहाँसँग लगाएको थिएँ मैले। उहाँ अहिले कहाँ हुनुहुन्छ थाहा छैन। अर्को एकजना चाहिँ बागलुङमा हुनुहुन्छ, उहाँसँग भेट हुनसक्छ, अहिले भेट त भएको छैन। विवाह नाचगानतिर पनि खुब जानुहुन्थ्यो होला, यस्तो रमाइलो खालको माहौलमा नजाने भन्ने कुरै हुँदैन जस्तो लाग्थ्यो होला। म पहिला नाच्थेँ, गाउँथेँ पनि। मैले चाहिँ गोर्खामा पढाउँदाखेरि पनि चाहिँ मैले नाचहरूको चाहिँ निर्देशन गर्ने पनि काम गर्थेँ र मैले निर्देशन गरेको नाचहरू नृत्यहरू चाहिँ ले पुरस्कार पनि पाउने गर्थेँ। हाई स्कुलमा चाहिँ म आफै पनि नाच्थेँ, गीत पनि गाउनुहुन्थ्यो? गीत पनि गाउँथेँ म, बाजा पनि बजाउँथेँ, मादल र हार्मोनियम, अरू त जान्दैन थिएँ त्यति। कविता नि लेख्नुहुन्थ्यो? कविता पनि लेख्थेँ म, पुरानो चाहिँ छन्दमा कविता लेख्थेँ पहिला पहिला साथीभाइसँग त्यस्तो परेको झगडाको याद छ? झगडा सगडा अथवा त्यस्तो के? माने अब गाउँमा चाहिँ एक दुईवटा झगडाको त सम्झना हुन्छ, तर म आफैबाट झगडाको इनिसिएसन कहिले पनि भएको छैन। मैले इनिसिएट गरेँ झगडा भन्ने मलाई सम्झनै छैन। अर्कोले झगडा गरेपछि त्यसको प्रतिरोध चाहिँ फेरि मैले प्रतिरोध गर्नु पऱ्यो भने मलाई के सम्झना छ भने म पुरै चाहिँ अन्तिम दमसम्म प्रतिरोध गर्थेँ, फेरि मैले जित्थेँ। फेरि त्यो चाहिँ मलाई सम्झ, एक दुईवटा झगडा म सम्झिन्छु म, त्यो म झगडा गर्दैन थिएँ, तर मसँग त्यस्तो कसैले गर्यो भने पुरै ज्यानै छोडेर चाहिँ म प्रतिरोध गर्थेँ। बसाइ हिँड्नेको तातीले बस्नेको मन रुवाउँछ, त्यो चाहिँ मैले यहाँबाट चाहिँ काठमाडौँ आएर यहाँको प्रगतिशील साथीहरूबाट त्यो गीतहरू लिएर गएर चाहिँ मैले सङ्गठन गर्दा तिनै गीत गाउँदै सङ्गठन गर्दै गर्थेँ मैले। गाउनुहोस् न त। अहिले त त्यो अब अहिले धेरै छुटिसक्यो भनौँ, धेरै पुरानो पनि भइसक्यो। मैले गाउनुहोस् भन्नुभित्र बसाइ हिँड्नेको ताती र आफै बसाइ हिँडेर कास्कीबाट चितवन फर्केको परिवार सम्झेको। बसाइ हिँड्नेको तातीले बस्नेको मन रुवाउँछ, लाखौँको लागि उजाड्छु यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ। गीतको भाव पनि धेरै गहिरो छ। त्यो गरिबीकै कारणले चाहिँ हामी बसाइ सरेका थियौँ, त्योसँग पनि कहीँ न कहीँ सम्बन्धित छ त्यो मनोविज्ञान भावना। कविता त्यस्तो कुनै याद छ जुन कविताले अथवा जुन साहित्यले तपाईँको जीवनलाई यहाँसम्म ल्याउन प्रेरणा दियो? त्यस्ता धेरै छन् र चाहिँ म चाहिँ खास गरी हाम्रो पालाको चाहिँ 10 क्लास पढ्दाखेरिका जति पनि कविताहरू छन् असाध्यै प्रेरणामूलक थिए। मलाई त अनौठो लाग्छ अहिलेको चाहिँ कोर्सहरू हेर्दाखेरि चाहिँ कस्तो निरस लाग्छ। त्यति बेलाको चाहिँ गद्य पद्यहरू हेऱ्यो भने त्यति बेलाका चाहिँ प्राय सबै चाहिँ कविताहरू असाध्यै प्रेरणाप्रद थिए। लक्ष्मीप्रसाद देवकोटाको चाहिँ कविता भन्नुहोस्, त्यति बेला चाहिँ के अरे उद्देश्य के लिनु उडी छुनुचन्द्र एक भन्ने जस्ता, अनि लेखनाथ पौडेलका चाहिँ काल महिमा जस्ता, टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो भन्ने खालका, माने यी थुप्रै कविताहरू यस्ता खालका कविताहरू हुन्थ्यो। 10 क्लास पढ्ने विद्यार्थीहरूलाई साँच्चै जीवनप्रति नयाँ ढङ्गले चाहिँ तपाईँको उद्वेलित गर्ने खालका कविता हुन्थे र ती कविताहरूबाट म धेरै प्रेरित हुन्थेँ पनि। चाहिँ गीता स्वस्थानी महाभारतहरू पढ्नुभएको छ? मैले त्यस्तो स्वस्थानी पढ्ने त्यस्तो मेरो वातावरण बनेन, मेरो त्यति बनेन। रामायण महाभारत चाहिँ मैले पढेको छु। रामायण चाहिँ मैले चाहिँ एसएलसी दिनुभन्दा अगाडि नै बडा चाहिँ स्वर मिलाइ किन मेरो स्वर राम्रो पढ्दाखेरि त्यहीको स्वरमा पढ्ने म चाहिँ। अनि मैले चाहिँ त्यो रामायण पढ्यो भने चाहिँ सुन्न चाहिँ उल्तिर पल्तिरको हाम्रो दाजुभाइहरू चाहिँ मैले रामायण पढेको मिठो हुन्छ भनेर रामायणको छिलोक भाका मिलाएर चाहिँ भन्ने मलाई बडा चाहिँ जाँगर चल्थ्यो त्यो त्यति बेला चाहिँ रामायण पढ्न। महाभारत भनेको योभन्दा अगाडिको जुन काल थियो, कालखण्ड समयको त्यो साह्रै रमाइलोसँग बित्यो। त्यो अर्कै खालको थियो, त्यो जीवन्त थियो। मैले त्यसो भन्नुभन्दा पनि कसरी भन्दा ठिक होला भने आफैमा त्यो जीवन थियो, जीवन्त थियो त्यो चाहिँ। त्यो कालखण्ड र पछाडि सुरु भएको क्रान्तिको कालखण्ड वास्तवमै नमिल्ने कुराहरू हुन्, फरक कुराहरू हुन्। त्यो प्राकृतिक कालखण्ड जहाँ जीवनका लागि गरिएको अभ्यासहरू हुन्थे, रमाइलाहरू हुन्थे, तर यो कालखण्ड जहाँ राष्ट्रका लागि, समग्र नेपालीका लागि भन्दा पनि त्यहाँ त्यस्तो ठुलो अन्तर्विरोध त म देख्दिनँ। त्यो पहिलो कालखण्ड पूर्वाधार तयारी थियो, यो जीवनको बारेमा बुझ्ने, जीवनको बारेमा चाहिँ विश्लेषण गर्ने, संश्लेषण गर्ने एउटा तयारी थियो भने पछिल्लो काल चाहिँ वास्तवमा जीवनलाई बदल्ने, त्यो जीवनलाई सकारात्मक ढङ्गले कति बदल्न सकिन्छ त्यो बदल्ने प्रक्रिया थियो। कारण त्यो दुईटाको बिचमा अन्तर्विरोध होइन तादात्म्य थियो भन्ने ठान्छु म चाहिँ।